नमस्कार, म सरोज घिसिङ। अहिले चाहिँ पोल्यान्डको जोरेबाट आज चाहिँ म तपाईँहरूलाई स्पेसल भिडियो लिएर आएको छु होइन। सेन्जेन कन्ट्रीबाट पोल्यान्डमा आउने जनसङ्ख्या चाहिँ अहिले नेपालीहरूको धेरै बढेको कारणले यहाँको समस्या, यहाँको वर्क पर्मिट, यहाँको भिसा, यहाँको कामको बारेमा थोरै बताउन जाँदैछु। यदि तपाईँहरू रोमानियाबाट, क्रोएसियाबाट, अझ विभिन्न देशबाट पोल्यान्ड आउँदै हुनुहुन्छ भने चाहिँ विचार गरेर मात्रै आउनु होला। अहिले यहाँको नियम एकदमै टाइट बनाएको छ होइन। यहाँको वर्क पर्मिटहरू हतपति अहिले त्यति झरिरहेको छैन। तैपनि कम्पनीले बोलाउँछ काम गर्न, तपाईँले बोलाउँछ काम गर्दै गर्नुहोस्, हामी वर्क पर्मिट निकालिदिन्छु भन्छन्, बोलाउँछन्। त्यसपछि हामी काम गर्दै गयो होइन। वर्क पर्मिट एप्लाई भएको छ भन्छन्, तर वर्क पर्मिट एप्लाई भएको हुँदैन। त्यति नै गरेर हामीले पुलिसले भेट्यो भने चाहिँ नेपाल डिपोर्ट गरिदिन्छ। समस्या छ अहिले यतिखेर होइन। त्यसकारण तपाईँले जहाँ हुनुहुन्छ त्यहीँ काम गर्नुहोस्। पोल्यान्डमा आउने काम नगर्नुहोस्। आयो भने त्यहीँ काम गर्नुहोस्, कसैले पनि नभन्नुहोस्, वर्क पर्मिट एप्लाई गर्नुहोस्। यदि त्यहाँ बस्दा बस्दै तपाईँको वर्क पर्मिट झऱ्यो भने सुटुक्क निस्केर आउनुहोस्। तर बिना वर्क पर्मिट तपाईँ पहिला आउनुहोस्, काम गर्दै गर्नुहोस्, वर्क पर्मिट हामी निकाल्दै गर्छौँ भन्यो भने चाहिँ नआउनुहोस्। यहाँ आएर त्यति नै गरेर पुलिसले भेट्यो भने चाहिँ पुलिस चाहिँ अहिले रुममा छिरिरहेको अवस्था छ होइन। त्यस कारणले त्यस्तो अवस्था भएको कारणले चाहिँ तपाईँहरूले गाह्रो छ। यसकारण तपाईँहरू विचार गरेर मात्रै पोल्यान्ड आउने काम गर्नुहोस्, नत्र समस्या छ, गाह्रो छ, नेपाल डिपोर्ट हुनसक्छ। त्यसकारण जहाँ छ, जहाँ हुनुहुन्छ त्यही राम्रोसँग काम गर्नुहोस्। वर्क पर्मिट हात परिसकेपछि मात्रै सुटको निस्केर आउनु होला। फेरि अब म त अब पोल्यान्ड जाने विचार गर्दैछु भनेर साथीभाइ कसैले पनि नभन्नु होला। साथीभाइहरूले फेरि कम्पनीले भन्न सक्छ, बोसहरूले भन्न सक्छ, कुरा लाउन सक्छ। त्यसकारण तपाईँले गाह्रो पर्न सक्छ। सुटुको एप्लाई गर्नुहोस्। यदि कम्पनीले वर्क पर्मिट निकालिदियो भने तपाईँ आउनुहोस्, नत्र भने यहाँ आएर चाहिँ वर्क पर्मिट निक्लिन्छ, अनि काम गर्दै गर्नुहोस्, वर्क पर्मिट निक्लिँदै गर्छ भने चाहिँ नआउनुहोस्। धेरैजना त्यस्तो भएको छ, धेरैजना डिपोर्ट भएको छ अहिलेको अवस्थामा। पोल्यान्डमा धेरै गाह्रो छ। अहिले नियम एकदम 2025बाट एकदम टाइट बनाएको छ। पहिला चाहिँ हुन्थ्यो क्यारे होइन। म पनि धेरै भएको छैन, यहाँ 6-7 महिना भयो मैले भोगेको कुराहरू चाहिँ तपाईँले सुनाएको हो। मेरो चाहिँ म पनि क्रोएसियाबाट आएको हो। मैले चाहिँ वर्क पर्मिट निकालेरै आएको हो। त्यही कारण मलाई केही पनि समस्या भएन होइन। मेरो चाहिँ अब उता काम गऱ्यो जब वर्क पर्मिट निक्ल्यो, हात परिसकेपछि यताबाट ल आऊ तिम्रो चाहिँ वर्क पर्मिट आयो भनेर एजेन्सीले त्यो गरेपछि चाहिँ म आएको हो। त्यही भएर मैले अहिले त्यति समस्या छैन होइन। अनि वर्क पर्मिट नहुने साथीहरूलाई चाहिँ यहाँ आएर झुलायो, 2 दिन भने झुलायो, त्यतिकै आयो होइन। काम हुन्छ हुँदैन, त्यतिकै घुम्यो खायो, फेरि कता कोही क्रोएसिया फर्किनु पऱ्यो, कोही कता जानु पऱ्यो, धेरै समस्याहरू भोगिरहेको छ साथीहरूले। त्यसकारण वर्क पर्मिट चाहिँ एकदम मेन इम्पोर्टेन्ट कुरा हो, त्यो चाहिँ हुनैपर्छ। त्यसकारण कम्पनीहरूले चाहिँ तपाईँले यहाँ आएर काम गर्दै गर्नुहोस् है, वर्क पर्मिट निक्लिँदै गर्छ, तर भोलि नै आऊ पर्सि नै आऊ हुनसक्छ। त्यो अवस्थामा तपाईँहरू नआउनु होला। आजले म यति भन्न चाहन्छु। बाँकी तपाईँको विचार यदि राम्रो छ, साथी चिनजान छ, त्यो साथीले चाहिँ कम्पनी राम्रो छ आउनु, त्यस्तो केही फरक पर्दैन भने चाहिँ तपाईँ आउनु फेरि है। त्यति सब हुन्छ। तर त्यत्तिकै हतारमा आयो भने दुःख पाउनु होला। सबै नेपालीले दुःख नपाओस्, नेपाल डिपोर्ट सकेसम्म नहोस् होइन। ऋणको भारी बोकेर आएको हुन्छ, ऋण धेरै तिरेर आएको हुन्छ मेन पावरमा। यहाँ आउने बित्तिकै डिपोर्ट भयो भने ऋण तिर्न गाह्रो छ। हालसालैको घटना हो होइन। अब मान्छेहरू फटाफट डिपोर्ट भइरहेको छ। त्यसकारण यस्तो नहोस्। नमस्कार। सबै जोगेर बस्नु होला, जोगेर काम गर्नुहोस्।